नमस्ते नमस्कार अनि स्वागत छ तपाईलाई। आज मैले तपाईहरुमाझ विश्वको भूगोल सम्बन्धी 108 वस्तुगत प्रश्नोत्तर लिएर उपस्थित भइसकेको छु। आशा छ तपाईहरुले यसलाई सुन्नुहुनेछ र मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नुहुनेछ। जाउँ पहिलो प्रश्नतर्फ। भूगोलका पिता इराटोस्थेनिसको मृत्यु कुन ठाउँमा भएको हो? सही जवाफ अलेक्जेन्ड्रिया। एसिया महादेशका अधिकांश भूभाग कुन गोलार्धमा पर्दछ? सही जवाफ उत्तरी गोलार्ध। डेकन्सबर्ग पर्वत कुन महादेशमा पर्दछ? सही जवाफ अफ्रिका। यसैगरी अर्को प्रश्न रहेको छ, अफ्रिकाको चिसो हावापानी पाइने देश कुन हो? सही जवाफ मोरक्को। स्वर्ण उत्पादक नगर भनेर कुन ठाउँलाई भनिन्छ? सही जवाफ जोहान्सबर्ग। जंगली भैँसीको लागि प्रख्यात महादेश कुन हो? सही जवाफ उत्तर अमेरिका। लामो समुद्री किनारा भएको महाद्वीप भनेर चिनिने महादेश कुन हो? सही जवाफ युरोप। अस्ट्रेलिया महादेशका सबैभन्दा होचो भाग कुन हो? सही जवाफ आइराताल। कुन पर्वतले रुसलाई एसिया र युरोपमा रहेको छ भन्ने छुट्याएको छ? सही जवाफ युराल। यसैगरी अर्को प्रश्न रहेको छ, टर्कीको एसियाली भागलाई के भनिन्छ? सही जवाफ एसिया माइनर। पृथ्वीको कुन गोलार्धमा पानी र जमिनको अनुपात बराबर रहेको छ? सही जवाफ उत्तरी गोलार्ध। विश्व समुद्र दिवस कहिले मनाइन्छ? सही जवाफ जुन 8। यसैगरी अर्को प्रश्न रहेको छ, महासागरमा कति सुन रहेको अनुमान गरिएको छ? सही जवाफ करोड टन। कुनै पनि देशको समुद्री सीमा नपर्ने समुद्री भागलाई के भनिन्छ? सही जवाफ हाई सी। विश्वकै सबैभन्दा गहिरो भाग कुन हो? सही जवाफ मारियाना ट्रेन्च। यसैगरी अर्को प्रश्न रहेको छ, विषुवत रेखा केलाई भनिन्छ? सही जवाफ भूमध्य रेखा। लामो पर्वतमाला एन्डिज पर्वतमाला हो भने अग्लो पर्वतमाला के हो? सही जवाफ हिमालय। समुद्रको पिठबाट सर्वाधिक उचाइमा रहेको पहाड कुन पर्वतलाई चिनिन्छ? सही जवाफ मौनाकी। ग्रीकका देवी देवताहरूको घर भनेर कुन पर्वतलाई चिनिन्छ? सही जवाफ माउन्ट ओलम्पस। सहारा मरुभूमि कति देशमा फैलिएको छ? सही जवाफ 10 देश। भूकम्प कति प्रकारको हुन्छ?
सही जवाफ 2 प्रकारको। यसै गरी अर्को प्रश्न, भूगोल भन्नाले के बुझिन्छ? पृथ्वी र यसको बनावट र पारिस्थितिक प्रणाली। सामान्यतया भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ? सही जवाफ 3 भागमा। भूगोलका पिता अर्थात् जनक भन्नाले कसलाई बुझिन्छ? सही जवाफ इरेटस्थनीज। भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो, यो भनाइ कसको हो? सही जवाफ ड्युडली स्ट्याम्प। क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो? सही जवाफ रुस। विश्वको दोस्रो ठूलो राष्ट्र क्यानाडा हो भने तेस्रो ठूलो राष्ट्र कुन हो? यसको सही जवाफ रहेको छ चीन। विश्वको सबभन्दा गहिरो ताल कुन हो? सही जवाफ बैकाल ताल। विश्वको सबभन्दा अग्लो पठार कुन हो? सही जवाफ तिब्बतको पठार। अबिसिनियालाई हाल के नामले चिनिन्छ? सही जवाफ इथियोपिया। जापानको पुरानो नाम के हो? सही जवाफ निपन। नेदरल्यान्डको पुरानो नाम के हो? सही जवाफ हल्यान्ड। विश्वको सबभन्दा ठूलो खाडी कुन हो? सही जवाफ मेक्सिको खाडी। विश्वको सबभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो? सही जवाफ वुड बफेलो नेशनल पार्क क्यानाडामा रहेको छ। विश्वको सबभन्दा ठूलो प्राणी कुन हो? सही जवाफ ब्लू व्हेल। विश्वको सबभन्दा लामो पर्खाल कुन हो? सही जवाफ ग्रेट वाल। यो चाहिँ चाइनामा अवस्थित छ। विश्वको सबभन्दा ठूलो प्राणी कुन हो? सही जवाफ जिराफ। विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो? सही जवाफ चीन। मरुभूमिको हीरा भनेर चिनिने राष्ट्र कुन हो? सही जवाफ लिबिया। विश्वको सबभन्दा लामो देश कुन हो? सही जवाफ चिली। विश्वको सबभन्दा ठूलो भूपरिवेष्टित राष्ट्र कुन हो? सही जवाफ काजाकिस्तान। न्युजिल्यान्डका बासिन्दालाई के भनिन्छ? सही जवाफ रहेको छ किवी। यसै गरी अर्को प्रश्न रहेको छ, प्राचीन कालमा इराकलाई के नामले चिनिन्थ्यो? सही जवाफ मेसोपोटामिया।
भारतको सबभन्दा ठूलो प्रान्त कुन हो? सही जवाफ राजस्थान। राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो? सही जवाफ जायर। यसैगरी अर्को प्रश्न रहेको छ, एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो? सही जवाफ मास्को। आधा एसिया र आधा युरोपमा पर्ने सहर कुन हो? सही जवाफ एन्डोरस। संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो? सही जवाफ ह्वाङ हो, जुन चाहिँ चीनमा पर्दछ। नेदरल्यान्डका बासिन्दालाई के भनिन्छ? सही जवाफ डच। सगरमाथाको उचाइ थाहा नहुँदासम्म विश्वको सर्वोच्च शिखर कुनलाई मानिन्थ्यो? सही जवाफ चिम्बो राजो। विश्वमा सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश कुन हो? सही जवाफ रहेको छ चीन। प्रहरी र जेल नभएको देश कुन हो? सही जवाफ आइसल्यान्ड। विश्वको सबभन्दा बढी गर्मी हुने ठाउँ कुन हो? सही जवाफ जिजिया, लिबिया। विश्वको सबैभन्दा बढी जाडो हुने ठाउँ कुन हो? सही जवाफ बर्खोयाङ्स, जुन चाहिँ रुसमा पर्दछ। पेरिस सहरको पुरानो नाम के हो? सही जवाफ ल्युटेसिया। विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो? सही जवाफ चेरापुन्जी, भारतको। साउदी अरेबियाको राजधानी रियाद हुनु अघि जेद्दा थियो भने बेलायतको राजधानी लन्डन हुनु अघि कहाँ थियो? सही जवाफ रहेको छ म्यानचेस्टर। दक्षिण एसियाको सबभन्दा ठूलो ताल कुन हो? सही जवाफ चिल्का ताल। भारतको कुन ठाउँलाई क्वीन अफ द हिल भनिन्छ? सही जवाफ दार्जिलिङ। संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो? सही जवाफ ब्राजिल। यसैगरी अर्को प्रश्न रहेको छ, ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो? सही जवाफ रियो द जेनेरियो। एसिया बाहेक अधिक मात्रामा हिन्दूहरूको बसोबास भएको अर्को ठाउँ कुन हो? सही जवाफ मौरिसस र फिजी। भारत कसले पत्ता लगाएका हुन्? सही जवाफ भास्को डी गामा। संयुक्त राष्ट्र संघको प्रधान कार्यालय कुन टापुमा रहेको छ? सही जवाफ म्यानहट्टन टापु।
संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ? सही जवाफ सिरियाको दमास्कस। थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ? सही जवाफ ग्रेट इन्डियन डिजर्ट। चन्द्रमाबाट पृथ्वीमा सजिलै देख्न सकिने मानव निर्मित वस्तु कुन हो? सही जवाफ चीनको ग्रेट वाल। चीन कसले पत्ता लगाएका हुन्? सही जवाफ मार्को पोलो। लेथिल भन्नाले विश्वका कुन कुन दुई प्रसिद्ध सहरलाई जनाउँछ? सही जवाफ न्युयोर्क र लन्डनलाई जनाउँछ। फोकल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ? सही जवाफ माल्भिनस। कुन देशको हावापानीलाई संसारको चिडियाघर भनी चिनिन्छ? सही जवाफ सुडान। भूमध्य सागरलाई काट्ने विश्वको एकमात्र नदी कुन हो? सही जवाफ कङ्गो नदी। एसिया महादेशको सबभन्दा सानो देश कुन हो? सही जवाफ माल्दिभ्स। विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँ कुन हो? सही जवाफ तार र गोबी मरुभूमि। एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो? सही जवाफ स्वेज नहर। यसैगरी अर्को प्रश्न रहेको छ, उत्तर अमेरिका र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ? सही जवाफ पानामा नहर। अफ्रिका महादेशको सबैभन्दा ठूलो सहर कुन हो? सही जवाफ इजिप्टको कायरो। एसियाको नीलो मोटु भनी चिनिने ताल कुन हो? सही जवाफ रहेको छ बैकाल ताल। उत्तरी भियतनाम र दक्षिणी भियतनाम बीचको सीमा रेखालाई के भनिन्छ? सही जवाफ 17 प्यारालाल। जर्मनी र पोल्यान्ड बीच निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ? सही जवाफ हिन्डेनबर्ग लाइन। उत्तर कोरिया र दक्षिण कोरिया बीचको सीमा रेखालाई के भनिन्छ? सही जवाफ रहेको छ 38 प्यारालल। यसैगरी अर्को प्रश्न, भारत र चीन बीचको सीमा रेखालाई के भनिन्छ? सही जवाफ मेकमोहन लाइन। भारत र पाकिस्तान सन् 1947 मा निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ? सही जवाफ रेड क्लिफ लाइन। अमेरिका र लिबिया बीच विवाद परेको अन्तर्राष्ट्रिय सीमा रेखालाई के भनिन्छ? सही जवाफ रहेको छ मृत्यु रेखा। न्युयोर्क सहर कुन नदीको किनारमा पर्छ?
सही जवाफ हडसन। युरोपको डेन्युब नदी किनारमा कति देशका राजधानी सहर अवस्थित छन्? सही जवाफ 3। कोलकाता हुगली नदीको किनारमा पर्छ भने नयाँ दिल्ली कुन नदीको किनारामा पर्दछ? सही जवाफ रहेको छ यमुना नदी। हालको मलेसियालाई पहिले कुन नामले चिनिन्थ्यो? सही जवाफ मलाय। सबभन्दा ठुलो स्थलजीव कुन हो? सही जवाफ हात्ती। विश्वको सबभन्दा छिटो दौडने जनावर कुन हो? सही जवाफ रहेको छ चितुवा। यसैगरी अर्को प्रश्न रहेको छ सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ? सही जवाफ तामा। मध्यरातमा सूर्योदय हुने देश कुन हो? सही जवाफ नर्वे। विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो? सही जवाफ कछुवा जुन चाहिँ 300 वर्ष बाँच्छ। विश्वमा सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ? सही जवाफ भटमास। लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो? सही जवाफ आइसल्यान्ड। विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ? सही जवाफ चीन। यसैगरी अर्को प्रश्न रहेको छ विश्वको दोस्रो सर्वाधिक उचाइको रेलमार्ग कहाँ छ? सही जवाफ पेरु। हाल विश्वको सबभन्दा धेरै जनसङ्ख्या भएको सहर कुन हो? सही जवाफ मुम्बई भारत। विश्वको सबभन्दा ठुलो पन्छी अस्ट्रिच हो भने सबभन्दा सानो पन्छी कुन हो? सही जवाफ हमिङ बर्ड। यसैगरी अर्को प्रश्न रहेको छ जलस्रोतमा विश्वकै पहिलो धनी राष्ट्र कुन हो? सही जवाफ ब्राजिल। विश्वको सर्वाधिक उचाइमा गरिने धान खेती कुन हो? नेपालको जुम्ला जिल्लामा उत्पादित जुम्ली मार्सी विश्वको सबभन्दा ठुलो चिडियाखाना कुन हो? सही जवाब रहेको छ इनोसा रिजर्भ अफ्रिका। विश्वको सबभन्दा ठुलो समुद्री बन्दरगाह कुन हो? सही जवाब पोर्ट अफ न्युयोर्क। पूर्वको मोती भनेर कुन देशलाई चिनिन्छ? सही जवाब सिङ्गापुर। कुन देशलाई इतिहासको पत्ती भनेर चिनिन्छ? सही जवाब युनान ग्रिस। यसैगरी अर्को प्रश्न रहेको छ विश्वको सबैभन्दा धेरै देशसँग सीमाना जोडिएको राष्ट्र कुन हो? सही जवाब चीन।
पृथ्वीको उत्पत्ति सम्बन्धमा तर्कपूर्ण परिकल्पना कसले र कहिले गरेका हुन्? सही जवाब बफन सन् 1745 मा। क्षेत्रफलको हिसाबले विश्वको सबभन्दा ठूलो राष्ट्र कुन हो? सही जवाब रहेको छ रुस।